तपाईहरुले अवश्य पाउनुहुन्छ। म दिन्छु। त के कुकुरले पनि गर्दैन यसमा सु त होस् त एक नम्बरी गनाउने गु हो नि हो सत्य हो। त्यसो भए एकचोटि देखा न त जाँठा हगेर तेरो दिमाग फुरी पो हाल्छ कि त अक्सर फुर्ने गर्छन् टोयलेट बसेर कन्दा त्यसैले त भन्ने गर्छन् तँलाई त झाट कलाकार होस् पनि हेर न त तेरो एउटा कला जवानीले पोल्यो आछो आछो। आज हामी रोस्ट गर्न जाँदैछौँ पिवाई अमृत। यो जाँठाको भिडियो हेर्दा हेर्दै मेरो पनि भइसक्यो भोइस यस्तो झिमझिम भो। त जाठो त रोस्टर हुनु भन्दा नहुनु नै राम्रो हो। ए सिङ नभागहरू यस्तो भिडियोलाई भनिँदैन नि रोस्टर भनिन्छ बरु। कसैले यसको मुख थुन्दियो त हाम्रो कानको हत्ते भो। हेरौ न यसको पारा रोस्टिङ शब्द कमी अनि उत्तानो चाहिँ ज्यादा। कलाकार तेज घेडा चिलाएर आँखामा घाउ मु तिमी आफै क्वापे खाऊ हैन तिम्रो कालेले के बोल्यो अरु त फुक्क जाँठा यस्तो 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 पोजमा भिडियो बनाउँदैमा भइदैन नि जाँठा रोस्टर होइसिन्छ। जमाना यस्तो थियो यस्तो गीत बज्ने यस्ता विकृति यस्ता 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 सुन्दा सुन्दै पागल बनाउँछ जाँठा भन्नु पर्दैन कस्ता। सोच्ने वाली बात नहीं है। 12 वर्ष रामन पढायो सीता कसकी जोई कुन्दुलो भन्दै सोधेकालाई कम्मर तल कुन्दुलो हुन्छ बिचारालाई देखाइदेऊ त कोही। यस्ता यस्ता राइमिङ मिलाउनेलाई के गर्नु पर्ने हो भन्देऊ त बरु। समातेर मन लाग्यो मुखमै मुताउन त्यति मात्रै होइन अझ यस्ता मान्छेलाई त घोप्टो पारी गाँ। अझ तैँले त्यस्ता त्यस्ता भिडियो गराउँदै गइछ नि त्यति मात्रै होइन बरु तुरी काट्दिन्छन् अब चिन्ता गर्छस् केलाई त्यसैले पोका पोकी कसेर त्यसैले त भागिहाल त गोरु त जस्ता रोस्टर चाहिँदैनन् हामीलाई बरु। यस्ता रोस्टिङ भिडियो दिने गर्छन् यिनैले बरु। म दिन्छु। हाम्रै मेसेज दिन खोजेको रहेछ एकचोटि सुन केटाकेटी हो। गाइस तपाईहरुलाई भिडियो कस्तो लाग्यो भनिदिनु होला अनि लागेको छ भने लाइक शेयर कमेन्ट अनि सब्स्क्राइब गर्न नबिर्सिनु। उहाँले भने जस्तै सब्स्क्राइब गरिदिनु होला है। साथमा यो भिडियो चाहिँ मात्र मनोरञ्जनको लागि बनाइएको है अन्यर्थ नल्याइदिनु होला है।